आफ्नै तजविजले यत्रो ठुलो गोलमाल गरे होला। काम तमाम लिने दिने खुवाउने खाने सब काम सिद्धिन्छ। झन्डै 10 अरब भन्दा बढी भ्रष्टाचार भएको भनिएको छ। नमस्कार साथीहरू, पोखरा विमानस्थलमा भ्रष्टाचार भएको खबर अब हल्ला र शङ्कामा मात्रै सीमित रहेन। संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति जो सांसद राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा गठित भएको थियो, जसमा पक्ष र प्रतिपक्षका गरेर 11 जना सांसदहरू त्यो समिति उपसमितिमा सम्मिलित पनि थिए। उहाँहरूले विभिन्न उपलब्ध कागज पत्रहरूको अध्ययन गरेर, फिल्डमै गएर निरीक्षण गरेर, अरू विभिन्न पक्षहरू केलाइसकेपछि 10 अरब भन्दा बढीको त भ्रष्टाचार मात्रै भएको भन्ने कुरा बाहिर आएको छ र यसको अझ थप अनुसन्धान गर्दै हालैसम्मको कारबाही गर्नुपर्छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणलाई निर्देशन दिएको छ त्यो उपसमितिले। उक्त रिपोर्टको विमानस्थल निर्माणको विकासक्रम तथ्य र तथ्याङ्क भन्ने बुँदा अन्तर्गत कुन मितिमा कसले के गरेको थियो र कसरी विमानस्थल निर्माणको नाममा बदमासी गरिएको थियो त्यसको डिटेल राखेको छ त्यो रिपोर्टमा। यो रिपोर्टमा मन्त्री र प्रधानमन्त्रीहरूको नाम कतै पनि उल्लेख नगरे पनि यो सुरु हुँदा प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे अनि शरदचन्द्र भण्डारी नागरिक उड्डयन मन्त्री थिए। त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैको पालामा यहाँ चलखेल र काम भएको देखिन्छ। त्यसैगरी अर्थमन्त्रीहरूमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, शङ्कर कोइराला, युवराज खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाश शरण महत, विष्णु पौडेल। अनि पर्यटन मन्त्रीहरूमा शरद सिंह भण्डारी, भीमाचार्य, आनन्द प्रसाद ढुङ्गाना, जितेन्द्र नारायण देव, जीवनबहादुर साई, रविन्द्र अधिकारी, योगेश भट्टराई, भानुभक्त ढकाल, प्रेम आले, सुधन किराती यी सबैको कुनै न कुनै रूपमा संलग्नता थियो। माथिको निर्देशन र सहमति बिना यत्रो घोटाला पक्कै भएन। तर मन्त्री र प्रधानमन्त्रीहरूको नाम कतै पनि उल्लेख भएको देखिँदैन यो रिपोर्टमा। एकपछि अर्को गर्दै पालै पालो सबैको समयमा चलखेल भएको र केही न केही काम भएको देखिन्छ यो ठाउँमा। मन्त्रीहरूलाई उल्लेख नगरे पनि यो रिपोर्टले कारबाही गर्नुपर्नेहरूको लिस्टमा चाहिँ कर्मचारीहरूको नाम राखेको छ, अर्थात् नीतिगत भ्रष्टाचारलाई चोख्याउन खोजेको जस्तो देखिन्छ यो रिपोर्टमा। ललिता निवास काण्ड जस्तै मन्त्रीहरूले अथवा राजनीतिज्ञहरूले भ्रष्टाचार गर्दैनन्, भ्रष्टाचार गर्ने यति सबै कर्मचारी नै हुन् भन्ने जस्तो यहाँ पनि देखिन्छ। अब यति बुझिसकेपछि आउनुहोस् हेरौँ डिटेलमा कसले कसरी कुन तरिकाले कहिले कसरी बदमासी गरेको रहेछ, भ्रष्टाचार गरेको रहेछ। भ्रष्टाचारको अर्को